हेलो गुड आफ्टरनुन नमस्ते अनि जय मेसी। सो यो भिडियो चाहिँ म एज अन पार्ट 2 बनाउन गइरहेको छु। जुन पनि मैले प्रिभियस भिडियोमा नर्सिङको कुरा गरेको थिएँ अनि तपाईँहरूले एफिलिएसन्सहरू है रिकग्निसन्स चेक गर्नुपर्छ भन्ने कुराहरूलाई। अनि यो भिडियो चाहिँ किन बनाएको भन्दाखेरि है त्यस्तै गरी मैले त्यो भिडियोमा क्लियरिटीसँग तपाईँहरूको क्यान्डिडेट यदि नर्सिङ गर्न चाहन्छ भने चाहिँ के चाहिँ तपाईँहरूले गर्न इम्पोर्टेन्ट छ आफ्नो क्यान्डिडेटलाई है एडमिसन गराउन अगाडि भन्ने कुराहरूलाई त भनेको थिइनँ है, अनि लिमिटेड मात्रै भनेको थिएँ। अनि यो भिडियोमा चाहिँ तपाईँलाई म त्यो भन्न गइरहेको छु है। सो यदि तपाईँहरूले सोच्नु हुँदैछ कि तपाईँको क्यान्डिडेटलाई चाहिँ तपाईँहरूले नर्सिङमा गराउँछु या फिर क्यान्डिडेटले भन्दैछ कि म चाहिँ नर्सिङ गर्छु भनेर भन्दैछ भने चाहिँ है फर्स्टमा चाहिँ के हुनु पऱ्यो भन्दाखेरि दुईजनाकै सल्लाह चाहिँ मिल्नु पऱ्यो। धेरैचोटि के हुन्छ भन्दा फ्यामिलीजले चाहन्छ कि उसको क्यान्डिडेट गएर चाहिँ नर्सिङ पढेको या फेरि क्यान्डिडेटले चाहन्छ कि उहाँ चाहिँ नर्सिङ पढेको तर फ्यामिलीले चाहनु हुँदैन है। अनि दुईजनाको सहमति चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यो दुईजनाको सहमति ल्याउनुको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ फ्यामिली मेम्बर्सहरूले प्लस प्यारेन्ट्सहरूले अनि क्यान्डिडेटले पनि चाहिँ स्कोप अफ नर्सिङ चाहिँ बुझ्नु पऱ्यो है। स्कोप अफ नर्सिङ भनेपछि के भन्दा अपर्च्युनिटिज आफ्टर यु कम्प्लिट द नर्सिङ कोर्स, चाहे त्यो जिएनएम नहोस् किन नहोस् या फिर बिएससी किन नहोस्, 3 वर्ष 4 वर्ष पढिसकेर चाहिँ है कहाँ कुन चाहिँ फिल्डमा चाहिँ है काम गर्न सकिन्छ भनेर। अनि धेरैले सोचिरहेको हुन्छ कि केवल हामी चाहिँ हस्पिटलमा मात्रै काम गर्न सक्छौँ भनेर, तर त्यस्तो होइन। हस्पिटल बाहेक पनि अरू एरियाजहरूमा पनि हामी काम गर्न सक्छौँ। रिसेन्टली एउटा रिक्रुटमेन्ट निक्लेको थियो, तपाईँलाई पनि याद होला कि स्कुल नर्स भनेर है। अनि अहिले स्लोली बिस्तारै इच एन्ड एभ्री स्कुल्समा पनि म्यान्डेटरी बनाउँदैछ हाम्रो इन्डियातिर पनि कि हरेक स्कुलमा पनि एउटा नर्स हुनुपर्छ भनेर। त्यस्तै गरी इन्डस्ट्रियल नर्स भन्ने पनि हुन्छ, हरेक इन्डस्ट्रीमा नर्सिङ हुन्छ है, नर्स हुन्छ। त्यस्तै गरी कम्युनिटी हेल्थ नर्स भन्छौँ, हरेक सानो सानो ब्लक्समा कम्युनिटीमा रुरल रिजन्समा नर्स दिएको हुन्छ एउटा है। आशा वर्करहरू तपाईँले देख्नुभएको होला, उहाँलाई चाहिँ गाइड गर्नुको लागि चाहिँ एउटा हेड नर्स उहाँहरूलाई दिएको हुन्छ है। त्यस्तै गरी है तपाईँको क्रुज सिप्सहरूतिर पनि नर्स हुन्छ, त्यहाँ पनि जान सक्छ या फिर अब्रोड गएर पनि वर्क गर्न सक्नुहुन्छ है। त्यसो गर्नुभयो भने चाहिँ तपाईँहरूको इन्कम पनि तपाईँहरूको धेरै बढ्छ है। अनि यो स्कोप्सहरू यो त तपाईँहरूलाई मैले लिमिटेड मात्रै भनिरहेको छु किनकि भिडियो एकदमै लामो हुन्छ। अनि यो स्कोप्सहरू तपाईँहरूले याद हुनु पऱ्यो तपाईँहरूलाई, या फिर तपाईँहरू कुन चाहिँमा चाहिँ तपाईँहरूले आफ्नो नानीलाई चाहिँ पढाइसकेर कहाँ कसरी चाहिँ तपाईँहरूले जर्नी सुरु गर्नु हुन्छ अनि क्यान्डिडेटले पनि कसरी चाहिँ उसको जर्नी सुरु गर्ने है, कहाँसम्म लगेर जाने है, अनि आफ्नो करियरलाई कसरी बेटर बनाउने कुराहरूलाई चाहिँ पहिलादेखिको प्लानिङ हुनु पऱ्यो यसको चाहिँ है। सो यो भयो तपाईँहरूको स्कोपको बारेमा। नेक्स्ट चाहिँ तपाईँलाई के याद हुनु पऱ्यो भन्दाखेरि चाहिँ एकाडेमिक्स इन नर्सिङ है। त्यो चाहिँ के भन्दाखेरि अब नर्सिङ यदि कोही पढ्न चाहन्छ भने चाहिँ त्यसको पढाइ चाहिँ कस्तो हुन्छ त्यो पनि जान्न इम्पोर्टेन्ट छ है। कतिचोटि चाहिँ के हुन्छ भन्दाखेरि क्यान्डिडेटले के सोचिरहेको हुन्छ भन्दाखेरि चाहिँ कि नर्सिङ भन्ने बित्तिकै सलाइनको त्यो बोतल याद आउँछ उसलाई है, आइभी सेट याद आउँछ अनि क्यानुला याद आउँछ है, त्यति मात्रै त हो नर्सिङ भन्ने सोचिरहेको हुन्छ है। तर त्योभन्दा भास्ट मोर छ है नर्सिङ चाहिँ है। अनि जतिको डक्टर जति हुन्छ है, डक्टरले जति पढ्छ त्योभन्दा अलिक कम्ती मात्रै पढ्नुपर्छ एक्चुअली नर्सिङमा भन्नु पर्दाखेरि चाहिँ है। अनि जिएनएम होस् या फिर बिएससी होस्, दुइटाको पढाइ सिमिलर काइन्ड मात्रै हो। जिएनएममा 3 वर्ष अनि बिएससीमा 4 वर्ष, त्यति मात्रै हो डिफरेन्स। अनि डेप्थ अलिकति डेप्थमा जान्छ बिएससी, जिएनएम अलिकति कम्ती डेप्थमा जान्छ। तर यदि कोही पनि जिएनएम पनि गर्दैछ भने उसको आफूमाथि छ उसले चाहिँ कति डेप्थमा गएर पढ्न सक्छ। उसले यदि एकदमै डेप्थमा गएर पढ्यो भने ऊ डक्टरको लेभलमा गएर पनि पढ्न सक्छ है, पढ्नुमा कुनै पनि लिमिटेसन्स छैन है। अनि त्यस्तो गर्ने हुनाले अझै राम्रो पनि हो, बेटर पनि हो किनकि कम्पिटेन्ट हुन्छ। अनि भोलिको दिनमा पास आउट भएर निस्किसकेर है जहाँ पनि जुनै पनि फिल्डमा ऊ काम गरोस्, जुनै पनि स्कोपमा ऊ काम गरिरहेको होस् उसलाई नै हेल्प हुन्छ। अनि नट जस्ट त्यो पर्टिकुलर इयर, उसको अपकमिङ करियर्ससम्म नै त्यो हेल्पफुल भएर जान्छ। तर यदि कुनै पनि व्यक्ति कुनै पनि क्यान्डिडेट यदि कम्पिटेन्ट छैन भने, उसले राम्रोसँगले पढेको छैन भने, 3 साल जसो तसो गएर हार्सली उसले कम्प्लिट गरेको छ भने उसलाई उसको करियरभरि नै लाइफ टाइमभरि नै उसलाई साह्रो हुन्छ है। त्यही कारणले गर्दाखेरि एकाडेमिक्स अन्डरस्ट्यान्डिङ द एकाडेमिक्स अफ नर्सिङ पहिला चाहिँ इम्पोर्टेन्ट हो है। त्यहाँ गएर फेरि अचानक मैले त्यस्तो सोचेको थिइनँ, मैले त एकदमै सजिलो सोचेको थिएँ, यहाँ त धेरै साह्रो हुँदो रहेछ, साह्रो परिरहेको छ, त्यस्तो चाहिँ नहोस् है। पहिला नै उसको माइन्ड सेट गरेर जाओस् कि यस्तो यस्तो छ र मैले चाहिँ पढ्नुपर्छ, मैले चाहिँ गर्नु सक्छु भनेर जानु पऱ्यो। किनकि कतिजना के हुन्छ भन्दा बिचमै छोडेर पनि आउनेहरू पनि हुन्छ है। अनि त्यस्तो हुनाले गर्दा आमाबाउको पैसा पनि खर्च हुन्छ, अल्सो क्यान्डिडेटको टाइम पनि वेस्ट हुन्छ। त्यस्तो नहोस् भनेर चाहिँ यो तपाईँहरूलाई सल्लाह दिइरहेको छु है। अब नेक्स्ट तपाईँहरूको के हुन्छ भन्दाखेरि नर्सिङमा तपाईँलाई यहाँ चाहिँ कि डिभिजन दुईवटामा चाहिँ एउटा चाहिँ तपाईँको डिप्लोमा, एउटा चाहिँ तपाईँको ब्याचलर डिग्री। डिप्लोमा चाहिँ
कब हुन्छ भन्दा जब तपाईँहरू जिएनएम पास आउट गर्नुहुन्छ तब त्यसलाई चाहिँ हामी डिप्लोमा भन्छौँ अनि जब चाहिँ तपाईँहरूले बिएससी गर्नुहुन्छ त्यसलाई चाहिँ हामी ब्याचलर्स कोर्स भन्छौँ है अनि डिप्लोमा चाहिँ तपाईँहरूको क्लास 12मा यदि तपाईँहरूको साइन्स बाहेक अरू कुनै पनि ब्याकग्राउन्ड छ भने तपाईँहरूले डिप्लोमा पढ्न सक्नुहुन्छ कुनै पनि ब्याकग्राउन्डबाट साइन्स बाहेक साइन्स लिएर पनि पढ्न सक्नुहुन्छ तर साइन्स लिएर युजुअली तपाईँहरू बिएससी तपाईँहरूले पाउन सक्नुहुन्छ है अनि बिएससीको के हो भन्दाखेरि 4 वर्षको कोर्स हो अनि जिएनएम तपाईँहरूको 3 वर्षको कोर्स हो अनि अलिकति फिस स्ट्रक्चरको कुरा गर्नु पर्दाखेरि फिसमा हेर्नु पर्दाखेरि बिएससीको अलिकति बेसी फिस हुन्छ तपाईँहरूको कम्पेरिटिभली टु जिएनएम है अब यो जिएनएम बिएससीमा पस्नुको लागि चाहिँ तपाईँले के गर्नु पर्यो भन्दाखेरि बिकज हामी वेस्ट बेङ्गालको म पनि वेस्ट बेङ्गालको अनि म वेस्ट बेङ्गालको कुरा गरिरहेको छु अनि नट जस्ट वेस्ट बेङ्गाल अरू स्टेट्सहरूले पनि के गर्छ भन्दाखेरि जोइन्ट इन्ट्रेन्स इक्जाम्स राख्छ है अनि यो मेडिकल फिल्डको लागि जोइन्ट इन्ट्रेन्स इक्जाम राख्छ जस्तै यो जिएनएम गर्नुको लागि तपाईँहरूको लागि जोइन्ट इन्ट्रेन्स इक्जाममा के छ भने जेन पास भनेर राख्छ JENPAS भनेर चाहिँ यसको छ जोइन्ट इन्ट्रेन्स इक्जाम्स फर नर्सेस एन्ड प्यारामेडिकल एलाइड साइन्स भनेर छ अनि यसमा चाहिँ यदि क्यान्डिडेटले राम्रो ऱ्याङ्किङ ल्याएको छ भने चाहिँ उसले गभर्मेन्ट कलेजेसहरूमा है काउन्सिलिङ हुन्छ त्यहाँको गभर्मेन्ट कलेजेसहरूमा उसले पाउँछ है अनि उसको यदि ऱ्याङ्किङ कम्ती छ या फिर ऊ फेल भयो उसको ऱ्याङ्किङमै आएन भने पनि उसले चाहिँ प्राइभेट कलेजेस पनि पढ्न सक्छ है तर गभर्मेन्ट कलेजेस चाहिँ पाउँदैन प्राइभेट कलेजेस चाहिँ पाउन सक्छ तर यो जेन पास भन्ने चाहिँ इक्जाम इन्ट्रेन्स इक्जाम जोइन्ट इन्ट्रेन्स इक्जाम बस्नु चाहिँ एकदमै इम्पोर्टेन्ट हो WBJEE को लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हो है यदि तपाईँहरूको क्यान्डिडेट WBमै गर्न चाहन्छ अल्सो अहिले त धेरै स्टेट्सहरूले आफ्नो स्टेट जुन पनि आफ्नो प्राइमेरी स्टेट छ त्यो स्टेटबाट इन्ट्रेन्स इक्जाम लेखेर आओस् भने त्यो माग्छ है एडमिट कार्डहरू माग्छ यदि तपाईँहरूको वेस्ट बेङ्गालमा हुनुहुन्छ त्यहाँ तपाईँहरू बेङ्गलोरमा पढ्न जानु हुँदैछ भने कतिवटा इन्स्टिट्युसन्सले त्यो माग्छ अनि त्यो बिना उनीहरूले एडमिसनै गराउँदैन सो त्यही कारणले गर्दा तपाईँहरूले के गर्नु पऱ्यो पहिला चाहिँ तपाईँहरूको यो जेन पास भनेर चाहिँ तपाईँहरूले इक्जामिनेसन चाहिँ आफ्नो क्यान्डिडेटलाई बसाउनु पऱ्यो अनि त्यसको लागि प्रिपेयर्ड पनि हुनु पऱ्यो है पढ्नु पऱ्यो अनि इक्जाम दिनु पऱ्यो तब चाहिँ तपाईँहरूको ऱ्याङ्किङ राम्रो आउँछ अनि गभर्मेन्ट कलेजमा तपाईँहरू पढ्न सक्नुहुन्छ यदि तपाईँहरूको आएन भने अभियसली तपाईँहरू प्राइभेटमा जानुहुन्छ र प्राइभेट यदि कलेजेसहरू तपाईँहरू अप्रोच गर्नु हुँदैछ भने चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि मैले प्रिभियस भिडियोमा तपाईँलाई भनिहालेँ कतिवटा कुराहरू रेकग्निसन्सहरू तपाईँले चेक गर्नु पऱ्यो त्यो रेकग्निसन्समा तपाईँहरूको मेनली के थियो भन्दा INC रेकग्नाइज कलेज हो कि होइन इन्डियन नर्सिङ काउन्सिलको रेकग्नाइज कलेज हो कि होइन भनेर तपाईँले चेक गर्नु पऱ्यो स्टेट नर्सिङ काउन्सिलको एफिलिएसन्स छ कि छैन भनेर चेक गर्नु पऱ्यो अनि यदि युनिभर्सिटी हो भने युनिभर्सिटीसँग पनि तपाईँहरूको एफिलिएटेड छ कि छैन जस्तै तपाईँहरूको मानिलिनुहोस् वेस्ट बेङ्गाल युनिभर्सिटी छ भने वेस्ट बेङ्गाल युनिभर्सिटीको तपाईँहरूकोसँग एफिलिएसन या फिर मानिलिनुहोस् तपाईँहरूको कर्नाटकको छ भने कर्नाटकको युनिभर्सिटीकोसँग है हेल्थ साइन्सको युनिभर्सिटी राजीव जो हामीले राजीव गान्धी हेल्थ साइन्स हामी भन्छौँ अनि त्यो त्यस्तो गरी तपाईँहरू त्यो यो 3वटा मेन कुरा चाहिँ तपाईँले चेक गर्नु पऱ्यो पहिला है अब आयो तपाईँहरूको त्यो कलेजको भित्रको ब्याकग्राउन्ड पनि तपाईँले चेक गर्नु पऱ्यो है कलेज कति सालमा इस्टाब्लिस्ड भएको अनि त्यो कलेजले कति वर्ष कतिवटा ब्याचेसलाई पास आउट गरिसकेको छ है त्योहरू पनि तपाईँले चेक गर्नु पऱ्यो अल्सो त्यसमा जो पनि स्टुडेन्ट्सहरू पढेको थियो प्रिभियसली अनि प्रेजेन्टमा पनि पढ्दैछ एउटा त हुनु पऱ्यो तपाईँको प्रेजेन्टली पढ्दैछ अनि प्रेजेन्ट रिपोर्ट तपाईँले दिन सक्नु पऱ्यो कि त्यहाँको कस्तो छ है फुडिङ कस्तो छ त्यहाँको लजिङ कस्तो छ है किनकि स्टुडेन्ट्सहरू यो फुडिङ लजिङ सानो सानो कुराहरूले गर्दा पनि फेरि ब्याक भएर आउँछ किनकि उनीहरूको फुड मिल्दैन है कि खाना फुड मिल्दैन त एउटा कुरा हो तर खाना ट्याक्कै राम्रै छैन है अनि स्टुडेन्ट्सहरू बिमार भएर आउँछ अनि छोड्नुपर्छ है अनि फ्यामिली पनि सक्दैन त्यो कुरा है एक त टाढामा हुन्छ अनि सक्दैन भने पनि बोलाउनु पर्छ है अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको लजिङ है जति सक्दो चाहिँ लजिङ चाहिँ तपाईँहरूको कम्पाउन्डभित्र नै है कलेज छ कलेजको कम्पाउन्डभित्र नै तपाईँहरूको लजिङ भएको चाहिँ एकदमै राम्रो स्टुडेन्टको लागि पनि राम्रो सुविधा हो है अनि लजिङ टाढो छ र अनि कलेज पनि टाढो छ बिहानै उठेर है बसमा या फिर आफै ट्राभल गरेर कलेज जानुपर्छ भने चाहिँ त्यो चाहिँ अलिकति तपाईँहरूको के हो भन्दाखेरि नेगेटिभ साइडमा जान्छ है अनि त्यो कुराहरू पनि तपाईँले हेर्नु पऱ्यो एकाडेमिक्स त तपाईँले हेर्नुहुन्छ है अघि मैले तपाईँलाई भनिहालेँ अब कलेजको भित्रको एकाडेमिक्स कस्तो छ पढाइ लेखाइ कस्तो छ टिचर्सहरू कसरी पढाइरहेको छन् त्योहरू पनि सबै तपाईँले सोधखोज तपाईँले गर्नु पऱ्यो ब्याकग्राउन्ड चेक तपाईँले गर्नु पऱ्यो अनि तपाईँहरूको नर्सिङमा प्रोजेक्ट्सहरू धेरै बेसी हुन्छ है दिनमा कति आवर्सको क्लास हुन्छ हप्तामा कति आवर्सको क्लास हुन्छ है कसरी प्रोजेक्ट्सहरू दिन्छ कतिवटा प्रोजेक्ट्सहरू दिन्छ त्यो प्रोजेक्ट्सहरूसँग
प्रपरली फलोअप हुन्छ कि हुँदैन, प्र्याक्टिकल क्लासेस कस्तो हुन्छ है, मेन प्र्याक्टिकल पनि हो नर्सेसमा तपाईँ नर्सिङमा है। अनि यदि प्राइमरी तपाईँहरूको हस्पिटल छ भने, आफ्नै कलेजको आफ्नै हस्पिटल छ भने त मच बेटर। तर धेरैचोटि के हुन्छ भन्दा आफ्नो प्राइमरी हस्पिटल हुँदैन, तर पनि लिङ्क हस्पिटल्सहरू हुन्छ। लिङ्क हस्पिटल छ भने पनि ठिकै छ, तर तपाईँहरूलाई प्र्याक्टिकल चाहिँ कसरी लान्छ र हप्तामा कतिचोटि लान्छ, कतिको डेली वाइजमा हुन्छ, कतिको हप्ता पछि हुन्छ, या फिर कतिले के गर्छ भन्दा पहिला थ्योरी पढाउँछ त्यहाँदेखिको चाहिँ उनीहरूले प्र्याक्टिकल लाने गर्छ है। जे भए तापनि प्र्याक्टिकल बेसिसमा चाहिँ कतिको चाहिँ उहाँले है एक्सपोजर है तपाईँहरूको क्यान्डिडेटलाई दिनुसक्छ, त्यो ब्याकग्राउन्ड चेक पनि तपाईँले गर्नु पऱ्यो है। अनि यी 4-5वटा तपाईँले कुरा चेक गरिसकेपछि चाहिँ त्यहाँदेखिको चाहिँ तपाईँकोमा कन्फर्मेटी आइहाल्छ कि त्यो कलेज चाहिँ कस्तो खालको कलेज हो भनेर है। अनि त्यसपछि चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ भन्दा आफ्नो क्यान्डिडेटलाई चाहिँ यदि तपाईँलाई मनपर्छ र यो सबै पोइन्ट्सहरू ठिक छ भने चाहिँ तपाईँले आफ्नो क्यान्डिडेटलाई एडमिसन गराउन पनि तपाईँले सक्नुहुन्छ है। अनि तपाईँलाई अझै एउटा पोइन्ट भन्नु बिर्सेँ मैले, त्यो चाहिँ के भन्दाखेरि तपाईँले पास आउट भएको क्यान्डिडेटलाई पनि तपाईँले एकखेप सोध्नुपर्छ है। त्यो क्यान्डिडेटलाई तपाईँले यदि भेट्नुभयो र यदि तपाईँले उसँग बात मार्नु पाउनुभयो भने चाहिँ एकदमै राम्रो। किन भन्दाखेरि चाहिँ त्यो क्यान्डिडेटको रेजिस्ट्रेसन भयो कि भएन है। वान्स त्यो क्यान्डिडेटले त्यहाँबाट पास आउट भएर जब ऊ जान्छ त्यसको पछाडि चाहिँ त्यो क्यान्डिडेटको रेजिस्ट्रेसन पनि हुनुपर्छ है। मानिलिनुहोस् ऊ वेस्ट बेङ्गलभन्दा अरू कुनै पनि स्टेटमा गएर ऊ पढेको थियो अरे, फर्स्ट त त्यो स्टेटको रेजिस्ट्रेसन हुनुपर्छ, फेरि त्यहाँबाट आएर है आफ्नो स्टेटमा जब आउँछ आफ्नो स्टेटमा पनि रेजिस्ट्रेसन हुनुपर्छ। अनि उसको चाहिँ आफ्नो स्टेटमा रेजिस्ट्रेसन गर्दा के प्रब्लम त भएन त्यो कलेजले गर्दाखेरि, या फिर त्यो कलेजको नामहरू थियो लिस्टमा, त्यो सबै कुराहरू पनि तपाईँले चेक गर्नुपर्छ है। अनि त्यो चेक गरिसकेपछि चाहिँ है यो सबै ठिक छ, पहिलाको क्यान्डिडेटहरू पनि आएको छ, पढेको छ, यस, अनि अझै गभर्मेन्ट जब पनि वेस्ट बेङ्गल गभर्मेन्ट जब पनि गर्दैछ भन्यो भने चाहिँ झन् दामी हो। तपाईँहरूको त्यो कलेज चाहिँ राम्रो छ अनि राम्रो गरिरहेछ अनि तपाईँले एडमिसन गर्नु सक्नुहुन्छ है। अनि यसरी चाहिँ तपाईँहरू ब्याकग्राउन्ड चेक गरेर चाहिँ आफ्नो क्यान्डिडेटहरूलाई चाहिँ तपाईँले के गर्नु सक्नुहुन्छ, एडमिसन गराउनु सक्नुहुन्छ है। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि है, हाम्रो मैले चाहिँ के रेकगनाइज गरेको छु भन्दाखेरि चाहिँ हाम्रो हिल्समा चाहिँ के हुन्छ भन्दाखेरि यदि कसैले नर्सिङ पढाउन चाहन्छ भने चाहिँ उहाँले चाहिँ के भन्नुहुन्छ, म त आफ्नो नानीलाई टाढो पठाउँदिनँ, छेउमै पढाउँछु भन्ने उहाँले सोच्नुहुन्छ। एकदमै राम्रो कुरा, छेउमा छ भने हेर्नु सकिन्छ, के भयो भने प्ल्याट्टै जान सकिन्छ, होइन एकदमै राम्रो कुरा हो। तर छेउमा जस्तै हाम्रो कालिम्पोङ, दार्जिलिङ, खरसाङ, सिक्किम भयो, उहाँहरूले चाहिँ के गर्छ सिलगढीमै पढाउँछ है। सिलगढीमा त्यस्तो राम्रो कलेजेसहरू छैन है, सिलगढीमा त्यस्तो राम्रो कलेजेसहरू छैन, तपाईँले हेर्नुहोस् मजाले त्यस्तो राम्रो कलेजेसहरू छैन। सिलगढीको कलेजेसहरूलाई नराम्रो पनि भनेको होइन है, कलेजेसहरू छैन होइन, 3-4टा कलेजेसहरू छ। तर जसरी मैले तपाईँहरूलाई भनेको छु त्यस्तै प्रकारले त्यही प्याटर्नमा तपाईँले ब्याकग्राउन्ड चेक गर्नुहोस्, तपाईँलाई आफै थाहा पाइहाल्नुहुन्छ है कुन चाहिँ कलेजेसमा हाल्नुपर्ने हो, कुन चाहिँ कलेजेसमा नहाल्नुपर्ने हो। अनि कतिलाई चाहिँ के गर्छ, के भन्नु खोजेको भन्दा कतिवटा कलेजेस के हुन्छ भन्दाखेरि प्राइमेरी कलेजेस चाहिँ त्यो चाहिँ बाहिर अरू स्टेटमा हुन्छ, अनि एफिलिएटेड कलेज चाहिँ तपाईँहरूको वेस्ट बेङ्गलमा या फिर सिलगढीमा राखिरहेको हुन्छ। अनि त्यस्तो कलेजेसहरू थुप्रै छ। त्यस्तो कलेजेसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको नानी चाहिँ सिलगढीमा पढिरहेको हुन्छ, तर इक्जाम लेख्नु चाहिँ फेरि बाहिर जानुपर्छ। मानिलिनुहोस् बेङ्गलोरमा चाहिँ तपाईँको इक्जाम लेख्नु जानुपर्छ, पढ्नु चाहिँ सिलगढीमा, तर इक्जाम लेख्दाखेरि चाहिँ बेङ्गलोर जानुपर्छ। त्यसो गर्दाखेरि चाहिँ झन् झमेला हुन्छ नानीलाई नै है। उसले आफ्नो एकाडेमिक लाइफ राम्रोसँगले जिउनु पाउँदैन है। 3 वर्षको कलेजको कोर्समा के हुन्छ भन्दाखेरि एकाडेमिकली पनि दामी हुनु पऱ्यो त्यो कलेज, प्लस त्यो नानीले कोकरिकुलर एक्टिभिटिजमा पनि इन्जोय गर्नु सक्नु पऱ्यो है। अनि नर्सिङ चाहिँ प्रोफेसन चाहिँ बोरिङ प्रोफेसन पनि होइन है, एकाडेमिक्स मात्रै होइन, यसमा कोकरिकुलर एक्टिभिटिज पनि हुन्छ है। देयर इज समथिङ नोन एज SNA, स्टुडेन्ट नर्सेस एसोसिएसन भन्ने हुन्छ नर्सिङकै अन्डरमा है। अनि त्यो चाहिँ के हो भन्दाखेरि हरेक स्टेटमै त्यो चाहिँ लिङ्क्ड हुन्छ है। अनि यो नेसनल बेसिसमा हो। अनि के हुन्छ भन्दाखेरि है पहिला चाहिँ तपाईँहरूको जोनल लेभलमा कम्पिटिसन्सहरू हुन्छ है, कोकरिकुलर एक्टिभिटिजमा आफ्नो ट्यालेन्ट्सहरू हुन्छ, सो अप गर्नै पर्ने है, कम्पिटिसन हुन्छ। त्यस्तै गरी है अनि तपाईँहरूको स्टेट लेभलमा पनि हुन्छ है, अनि नेसनल लेभलमा पनि त्यसरी गरेर चाहिँ तपाईँहरूको SNA बडी चाहिँ हो त्यसरी फङ्सन गर्छ। अन्त यदि त्यो कलेजमा तपाईँको स्टुडेन्ट नर्सिङ एसोसिएसन भन्ने चाहिँ यो बडी छ भने अनि उहाँहरूको प्रिभियस इयर्समा पनि धेरै एक्टिभिटिजहरू छ भने अझै धेरै राम्रो, यदि छैन भने तपाईँले त्यही हिसाबमा अनुमान तपाईँहरू लगाउन सक्नुहुन्छ है। अनि एउटा क्यान्डिडेट, एउटा स्टुडेन्ट है कलेज पढ्नु गएको है, उसलाई चाहिँ जस्ट त्यो मात्रै नहोस् कि उसको दिमागमा पढाइ मात्रै नहोस्, उसलाई अलिकति रिफ्रेसमेन्ट पनि चाहिएको हुन्छ है। पढ्नुपर्छ, यो होइन कि पढ्नु पर्दैन भनेर पढ्नुपर्छ, फोकस्ड हुनुपर्छ, तर एट द सेम टाइम उसलाई लिमिटेड अमाउन्टको के हुनुपर्छ भन्दा रिफ्रेसमेन्ट पनि हुनुपर्छ बिचमा है, कोकरिकुलर एक्टिभिटिजहरू पनि हुनुपर्छ है। अनि त्यो यदि कलेजेस एकदमै राम्रो छ भने चाहिँ यो सबै कुरालाई है उनीहरूले मजाले म्यानेज गरेर चाहिँ है लास्टमा जब फाइनली जब क्यान्डिडेट
त्यहाँबाट पास आउट भएर जान्छ है, एकदमै कम्पिटेन्ट क्यान्डिडेट भएर ऊ निस्किन्छ। अनि उसको फर्दर करियरमा जब उसले है बढिरहेको हुन्छ त्यति बेला पनि उसलाई जे जस्तो खालको च्यालेन्जेसमा पनि उसले आरामले उसले ट्याकल गर्न सक्छ अनि फेस गर्न सक्छ। अनि उसलाई न त रेजिस्ट्रेसनको है न त यस्तो कुनै पनि अरू प्रब्लम्सहरूमा पनि ऊ फस्दैन है। सो मलाई यो सानो क्ल्यारिटी तपाईँहरूलाई दिनु थियो है। अनि मैले त्यही सोचिरहेको थिएँ कि हुनसक्छ भने यो कुराहरूले तपाईँहरूलाई हेल्प होस् भनेर है। अनि त्यही आशा राख्छु कि तपाईँहरूले यो भिडियोद्वारा है यदि तपाईँहरूको क्यान्डिडेट यदि नर्सिङ फिल्डमा तपाईँहरू गराउन चाहनुहुन्छ भने यो भिडियोले तपाईँलाई हेल्प पुग्छ होला भनेर है। यो भिडियोमा यदि मैले केही यस्तो गल्तीहरू बोलेको छु, यदि तपाईँहरूलाई नराम्रो लागेको छ भने है मलाई माफ गरिदिनु होला, क्षमा चाहन्छु। अनि यो भिडियोलाई पनि यहीँ अन्त गर्न चाहन्छु। हुन्छ, नमस्ते अनि जय मेसी, थ्याङ्क यू, बाई।